नमस्कार दर्शकबिन, म निमा दोर्जे मोक्तान। आज म एकदम गम्भीर होइन, एकदम आपत्तिजनक भिडियो बनाउन गइरहेको छु। एकजना बहिनी रोजिना तामाङ नाम गरेकी, जसको घर काभ्रेमा होइन 5 खाल वार्ड नम्बर 3 मा रहेकी छिन्। उहाँ चाहिँ 5-7 दिनदेखि हराइरहनु भएको छ, यानि कि मम्मी बाबादेखि टाढा हुनुभएको छ। तपाईँ कहाँ हुनुहुन्छ? कृपया आमा अथवा बुवालाई सम्पर्क गर्नुहोला छिटोभन्दा छिटो। हराएकी छिन् भनेर उहाँहरूले मम्मी बाबाले उजुरी समेत हालिसकेको छ प्रहरी चौकीमा, धुलिखेल चौकीमा। अब 5-7 दिन हुँदासम्म नभेटेपछि म यो भिडियो बनाउन बाध्य भएको छु। कृपया दर्शकबिन यो भिडियोलाई सेयर गरिदिनु न, म विनम्र अनुरोध गर्न चाहन्छु। अहिलेसम्म मैले कहिल्यै सेयर गर्नु भनिनँ मेरो भिडियोहरू। प्लिज 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 रोजिना तामाङ बहिनीलाई आफ्नै बहिनी सम्झेर, आफ्नै छोरी चेली सम्झेर कृपया उहाँ सामु पुर्याउनका लागि एक सेयर गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद है त गाइजहरू।